नमस्ते, गुड मर्निङ डिएक्सन। आज हामी कफी सँगसँगै उपस्थित भएको छौँ। हाम्रो दिउँसोको समय कफीको साथमा सुरुवात हुन्छ र आज हाम्रो सामु चाहिँ राइटर कम्युनिकेसन स्टार डायमन्ड मेक्सर सर हुनुहुन्छ मसँग र उहाँले चाहिँ आज हामीलाई कफीको बारेमा केही बेनिफिटहरू फाइदाहरूको विषयमा केही हामीलाई बताउनुहुन्छ भन्नुहुन्छ। ल सर, हाम्रो यो डिएक्सन लिन्जी ब्ल्याक कफीको बारेमा केही कुराहरू प्रष्ट गरिदिनु होला, पिउने मान्छेलाई पनि सहज होस् र हाम्रो डिएक्सन फ्यामिलीलाई पनि सहज हुने गरी। हस् सर। ओके, थ्याङ्क यू सो मच गुरुजी। हजुरलाई धेरै धेरै धन्यवाद छ। सदा जस्तै आज पनि मेरो गुरुजी र म यो कफी सन्देशको साथमा उपस्थित भइसकेका छौँ र मलाई चाहिँ गुरुजीले आज यो लिन्जी ब्ल्याक कफीको बारेमा केही सर्टमा इन्फर्मेसन दिनुहोस् भनेर भनिदिनु भएको छ। यो लिन्जी ब्ल्याक कफी चाहिँ हामीले यो चाहिँ के छ भन्दाखेरि त कुनै पनि रोग नलागेको मानिसहरूले पनि आफ्नो शरीरलाई तन्दुरुस्त राख्नका लागि, जस्तै अब हामी घरमा कामहरू गर्दाखेरि कतै यात्राहरू गर्दाखेरि हामीलाई हिँडेर धुलो धुवाँबाट हामी थाकिएको हुन्छ होइन। त्यस्तो अवस्थामा आएर हामीले यसरी यो ब्ल्याक कफीलाई चाहिँ शरबत पानी बनाएर चाहिँ टक्क एक गिलास खायो भने हाम्रो दिनभरिको थकान पनि हामीलाई दूर गरिदिन्छ। अनि त्यसपछि शरीर पनि एकदमै फ्रेस हुन्छ। हजुरलाई लेजी फ्रेस के फिल हुँदैन, एकदम एनर्जेटिक, एकदम चाहिँ उत्साहित बन्न सक्नुहुन्छ हजुर। यो चाहिँ स्वस्थ मानिसहरूले युज गर्ने, अब जस्तै अब समस्या भएको मान्छेहरू भनेको जस्तै आदरणीय सर म्याम गुरुवर्गहरू, जस्तै अब ग्यास्ट्रिक भएको मानिसले पनि युज गर्न सक्यो। ग्यास्ट्रिक, सुगर, प्रेसर, युरिक एसिड, थाइरोइड होइन, यस तमाम खालको जस्तो सुकै समस्या भएको पनि आमा बुवा दाजुभाइ दिदीबहिनी सर मिस म्याम गुरुवर्गहरूले यो कफी चाहिँ पिउन सक्नुहुन्छ मजाले। किनकि डिएक्सनको प्रडक्ट खानका लागि हामीले 10 सेकेन्ड पनि सोध्न जरुरी छैन। किन भन्दाखेरि त हाम्रो कम्पनीको फाउन्डर सिओ डाक्टर लिम्सियोजिन, उहाँ आफै एउटा वैज्ञानिक होइसिन्छ। उहाँ वैज्ञानिक जस्तो व्यक्तिले चाहिँ यो 10 वर्ष चाहिँ रिसर्च गरेर बनाएको प्रडक्ट हो। जसै मानिसहरू रोग कसरी लाग्छ, लाग्यो रोगलाई निको गर्नको लागि के गर्न सकिन्छ र आगामी दिनमा रोगै लाग्न नदिनका लागि के गर्न सकिन्छ भनेर यो रातो च्याउ र मानव स्वास्थ्य सम्बन्धी 10 वर्ष चाहिँ रिसर्च गरेर बनाएको प्रडक्ट र स्थापना गरेको कफी। त्यसैले गुरु हजुर म के भन्छु भन्दाखेरि त डिएक्सन प्रडक्ट खानका लागि 10 सेकेन्ड सोध्न जरुरी छैन। किनकि समग्र मानव जातिको लागि अथवा मानव जगतको लागि चाहिँ वैज्ञानिक जस्तो व्यक्तिले 10 वर्ष सोचिसक्नु भएको छ भन्ने जानकारी हजुरलाई दिँदै हजुर पनि मजाले कफी पिउन सक्नुहुने यो सन्देश दिँदै हजुरबाट हामी यो कफी पिउने आज्ञा र अनुमति चाहन्छौँ। ओके, गुड मर्निङ डिएक्सन। प्रष्ट गरिदिनु भयो, हजुरलाई धन्यवाद। लामी पिउनु सर। ओके ल। थ्याङ्क यू सो मच हजुरले यहाँसम्म गुरु हजुर र मलाई हेरेर साथ सपोर्ट दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिँदै गुरु हजुर र म आज यो कफी सन्देशबाट बिदा हुने आज्ञा अनुमति चाहन्छु। नमस्कार, ह्याप्पी गुड मर्निङ डिएक्सन। नमस्ते।